हेर्दै हुनुहुन्छ भने यो चाहिँ यो यहाँको तेलको घारी हो यो हैन, तेलको रुख हो यो। यहाँ यसलाई चाहिँ पाङो भन्छ। यसैलाई रिफाइन गरेर नेपालमा तोरीको तेल, धारा शुद्ध हैन, अमृत शुद्ध तोरीको तेल भन्ने यही हो है। त्यो भएर अनि मान्छेले तोरीको तेल भन्छन्, त्यो फ्लेभर हालेपछि तोरी जस्तै बास्ना आउँछ हैन, तर तोरीको तेल चाहिँ होइन। त्यसैले खाने बेलामा प्याकेटको तेललाई विचार गरेर खानु होला। त्यो सबै रिफाइन तेल हो हैन। हाम्रोतिर आउने जति यही दार्निस रुख यस्तो छ। यो दाना काटेर लगेर हैन, यसलाई मजाले निकालेर रिफाइन गरेर अनि मजाले चाहिँ बनाउँछ। तर हाम्रो चाहिँ यो नरिवल हो हैन, नरिवलको घारी यस्तै छ। यहाँ चाहिँ नाली खन्दै रहेछ। अब त्यो नाली सफा गर्दै रहेछ यहाँ। म चाहिँ एकछिन यसो यहाँ पसिना अभ्यास कि भनेर टाइम सकियो। अब जाने ल गाइजर यही हो हेर्नुहोस्, शुद्ध तोरीको तेल धारा।